कहिल्यै सोच्नु भएको छ बिहान उठेर हामीले सबै आफ्नो दिन सुरु गर्छौं। यही क्रममा कोही काममा जान्छौं, कोही पूजा गर्छन्, कोही ध्यान गर्छन्, तर के हामीले सूर्य भगवानलाई धन्यवाद भन्ने सोच गरेका छौं? सूर्य जसले बिना भेदभाव सारा संसारलाई प्रकाश, उज्यालो, ऊर्जा र जीवन दिन्छन्। त्यसैले हिन्दू धर्ममा सूर्यको पूजा, विशेष गरी जल चढाउने विधि अत्यन्तै पवित्र र प्रभावकारी मानिन्छ। यो केवल धार्मिक अभ्यास मात्र होइन, स्वास्थ्य, आत्मबल र सकारात्मकताको शक्तिशाली स्रोत पनि हो। आजको यो भिडियोमा हामी तपाईलाई बताउने छौं सूर्यलाई जल चढाउने सही तरिका के हो, कुन समयमा र कहाँ सूर्यलाई जल चढाउनु पर्छ, के कसरी मन्त्र जप गर्ने र किन जल चढाउनु जीवनको लागि लाभदायक छ भन्ने कुरा पनि विस्तृत रूपमा बताउने छु। अन्त्यसम्म हेर्नुस् ताकि तपाईले यो शुभ कार्य हरेक बिहान सहजै गर्न सक्नुहोस् र याद गर्नुहोस्। यदि तपाई नयाँ हुनुहुन्छ भने एस्ट्रोलोजी टिप्स च्यानललाई सब्स्क्राइब गर्नुस्, किनकि यस्ता ज्ञानका भिडियोहरू हामी दिनहुँ ल्याइरहन्छौं। पहिलो कुरा, सूर्यलाई जल चढाउने उत्तम समय र स्थान के हो त? सूर्यलाई जल चढाउन बिहानको ब्रह्ममुहूर्त वा सूर्योदयको समयमा जल चढाउनु राम्रो मानिन्छ। सूर्यलाई जल चढाउनको लागि खुल्ला आकाशमुनि जहाँ सूर्यको किरणहरू प्रत्यक्ष पर्छ त्यहाँ जल चढाउनु राम्रो मानिन्छ। घरको छत, बगैँचा, पूर्वमुखी आँगन एकदमै उपयोगी मानिन्छ। सूर्यलाई जल चढाउँदा के सामग्रीहरू आवश्यक पर्छ त? जहिले पनि सूर्यलाई जल चढाउँदा तामाको लोटाले जल चढाउनु पर्छ। तामाको लोटाले शुद्ध जल, गंगा जल भए गंगा जल मिसाएर चढाउन सकिन्छ, जहाँ कुमकुम, चन्दन, अक्षता र रातो फूल राखेर चढाउनु राम्रो मानिन्छ। जसले गर्दा के हुन्छ भन्दा जसले गर्दा तपाईको मन भक्ति र एकाग्र हुन्छ, सकारात्मक सोचको विकास हुन्छ। त्यसैगरी यसको विधि के छ त? सुरुमा बिहान स्नान गरेर सफा वस्त्र भन्छ नि, वस्त्रहरू लगाउनुस्, पूर्व दिशामा फर्किएर उभिनुस्, अनि तामाको लोटामा शुद्ध जल भर्नुस्, कुमकुम, फूल, चन्दन त्यसमा चाहिँ मिसाउन सकियो, अनि हात जोडेर सूर्य भगवानको स्मरण गर्नुस्। हात जोडेर सूर्य भगवानलाई धन्यवाद दिनुस्, स्मरण गर्नुस्, अनि त्यस पछाडि दाहिने हातले लोटा समाउनुस्, बायाँ हातले समर्थन गर्नुस् र बिस्तारै जल सूर्यतर्फ चढाउनुस्। सूर्यको किरण जलमा परोस्, जसले सकारात्मक ऊर्जाहरू दिन्छ। सूर्यलाई जल चढाउँदै गर्दा तपाईले के मन्त्र जप्नुपर्छ त? सूर्यलाई जल चढाउँदै गर्दा ओम सूर्याय नमः मन्त्र जप गर्न सक्नुहुन्छ, नत्र ओम घृणी सूर्याय नमः मन्त्र जप गर्न सक्नुहुन्छ। यदि सक्नुहुन्न भने तपाईले गायत्री मन्त्र पनि जप गरेर चढाउन सक्नुहुन्छ। मन्त्र 3 चोटी, 5 चोटी, 7 चोटी, 11 चोटी चाहिँ जप गर्न सक्नुहुन्छ। र सूर्यलाई प्रणाम गर्दै स्वास्थ्य समृद्धिको प्रार्थना गर्नुस्। सूर्यको किरण आँखामा पर्न दिनुस्, जसले गर्दा दृष्टिका लागि लाभदायक हुन्छ। कहिल्यै पनि सूर्यलाई जल चढाउँदै गर्दा चप्पल लगाउनु हुँदैन र सूर्यलाई कहिल्यै पनि लामो समयसम्म खाली आँखाले वा सिधै हेरिराख्नु हुँदैन। त्यसले गर्दा आँखाको ज्योतिमा केही समस्या ल्याउन सक्छ। जल खसाल्दा खुट्टाले नटेक्ने गरी, खुट्टामा नपर्ने गरी खसाल्नु राम्रो मानिन्छ। त्यसले गर्दा मन शान्त र एकाग्र हुन्छ। तपाईले यसरी जल चढाउँदै गर्दा तपाईलाई के हुन्छ त? तपाईले यसरी जल चढाउँदै गर्दा तपाईको लागि शारीरिक र मानसिक शुद्धता हुन्छ। आत्मबल, साहस, आत्मविश्वासमा वृद्धि हुन्छ। सकारात्मक ऊर्जा, जीवनमा सन्तुलन, कार्यक्षमता र निर्णय गर्ने शक्तिमा सुधार हुन्छ। भाग्य बलियो हुन्छ, सफलता प्राप्त हुन्छ। विशेष गरी छठ पर्व, मकर संक्रान्ति, रथ सप्तमीका समयमा चाहिँ यसको विशेष महत्व छ भने तपाईहरूले दैनिक पूजा गर्नुहुन्छ भने हरेक आइतबार सूर्यलाई जल चढाउनु विशेष पुण्यदायी मानिन्छ।
सूर्य तपाईको घरको दैनिक शक्तिको स्रोत बन्न सक्छ यदि तपाईले श्रद्धा र नियमित रूपमा यसलाई चाहिँ कायम राख्नुभयो भने, यसलाई चाहिँ दैनिक रूपमा चाहिँ आफूले बिहानको समयमा पूजा गर्ने गर्नुभयो भने राम्रो मानिन्छ। तर अर्को कुरा, तपाईले जल चढाउँदै गर्दा केही सावधानीहरू पनि अपनाउनु पर्छ। जल चढाउँदा खुट्टा खाली हुनुपर्छ, चप्पल वा जुत्ता लगाउनु हुँदैन। सूर्यलाई सिधै लामो समयसम्म हेर्नु हुँदैन किनकि यसले आँखालाई हानि पुर्याउन सक्छ। जल चढाउँदा मन शान्त र एकाग्र भएर जल चढाउनु पर्छ। जल चढाएको पानी जमिनमा खस्नुपर्छ, तर खुट्टाले चाहिँ त्यसलाई टेक्नु चाहिँ हुँदैन। यी कुराहरुमा चाहिँ तपाईले विशेष ध्यान दिनु होला। सूर्यलाई जल चढाइसके पछाडी सूर्यको प्रणाम गर्ने, मन स्वास्थ्य समृद्धि र शान्तिको कामना गर्ने, सूर्यको किरणलाई आँखामा एकछिन पर्न दिने, आँखा बन्द गर्ने किनकि यो आँखा र शरीरको लागि लाभदायक मानिन्छ। मैले तपाईलाई आज सूर्यलाई जल चढाउँदा के गर्नुपर्छ भन्ने कुराहरू विस्तृत रूपमा बताएको छु। सूर्य भगवानलाई जल चढाउनु, सूर्यलाई अर्घ दिनु हिन्दू धर्ममा एक पवित्र र महत्त्वपूर्ण कर्म मानिन्छ। यो प्रक्रिया विशेष रूपमा सूर्योदयको समयमा गरिन्छ, जसले शारीरिक, मानसिक र आध्यात्मिक लाभ प्रदान गर्दछ। त्यही भएर सूर्य भगवानलाई बिहानको समयमा जल चढाउनु एकदमै लाभदायक र राम्रो मानिन्छ। त्यसैगरी यदि तपाईलाई आजको जानकारी मन पर्यो भने लाइक, कमेन्ट गर्नुस् र अरूलाई पनि शेयर गर्नुस् र एस्ट्रोलोजी टिप्सलाई सब्स्क्राइब गर्न नबिर्सिनुस्। हामी हरेक दिन यस्तै ज्ञान, मन्त्र, ज्योतिष र आध्यात्मिक लाभका विषयहरू लिएर आउँछौं। धन्यवाद। जय सूर्यनारायण।